तपाईले आफ्नो साथीसँग एउटा लुगाको बारेमा कुरा गर्नुहुन्छ, 5 मिनेटमा फेसबुकको कुनै कुनामा त्यसको प्रचार देख्नुहुन्छ। एक व्यक्तिले औसत दिनको 3 देखि 5 घण्टा आफ्नो फोनमा बिताउँछ। तपाईले चलाउने सबै एपको इन्टरफेस, नोटिफिकेसन, डिजाइन, साउन्ड, दिनै पछि आउने नयाँ फिचर र एप पछाडिको पुरै अल्गोरिदमको एउटा मात्रै उद्देश्य हुन्छ, कसरी यो मान्छेले आफ्नो 24 घण्टा यही एपमा बिताउला। यो क्रममा तपाईको प्रत्येक क्लिक, प्रत्येक स्क्रोल, प्रत्येक इन्गेजमेन्ट मोनिटर गरिन्छ, यहाँसम्म कि तपाईको व्यक्तिगत विवरणहरू एडभर्टाइजरलाई बेचिन्छ। होइन होला के हो? Fear of missing out, desire for instant gratification, need for social validation, हाम्रा यस्ता मनोवैज्ञानिक कमजोरीहरूलाई एक्सप्लोइट गरेर लत लगाउने गरी सोसल मिडियाको सञ्जाल निर्माण गरिएको हुन्छ। अबदेखि यो नसोच्नुहोला कि यो सबै चिज तपाईले सित्तैमा चलाउँदै हुनुहुन्छ। तपाईले सित्तैमा चलाउँदै हुनुहुन्छ किनकि तपाईँ खुद बिक्रीमा हुनुहुन्छ। वेलकम टु एटेन्सन इकोनोमी।